एउटा कथा मैले भने झैं एक दिनको कुरा हो। एकजना किसानी हुन्छ र ती किसानीलाई सबैभन्दा मनपर्ने चीज, किन्न चाहेको चीज एउटा चीज हुन्छ। त्यो चीजको नाम हो घडी। घडी किन्नको लागि रात र दिन काम गर्छ। आफ्नो बारीमा अन्न उमार्छ, कहिले पोटाटो, कहिले सिबी, कहिले धान, कहिले कोदो। उमार्दै जाँदा हुँदा अलि बेचेर कमाएको पैसाले आफ्नो थैलीमा पैसा भर्दै जान्छ। अन्ततगत ती किसानीले घडी किनेर छाड्छ। अनि त्यो घडी किनेपछि, त्यो घडी हेरेपछि, त्यो घडी लाएपछि